किसान दाजुभाइहरूलाई मेरो नमस्कार। म यहाँ बिउ कितामा हाल्नलाई र बारीझरीको लागि यहाँ कम्पोस्ट मल तयारी गरेको छु। यसको गुणवत्ताको लागि मैले अझै ट्राको दरमा छ हामीसँग लगभग 2.5-3 किलो जति होला। यहाँ कम्पोस्ट मल हाम्रो 1.5 मनसम्म छ। 1.5 मनसम्म छ ट्राको दरमा हामीले आफै बनाएको। यो यहाँ हालिदिँदैछु यसरी हाल। यो हामीले जीवाणु अमृत अस्ति धानको बिउ उपचार गर्नलाई बनाएको थियो, त्यो उब्रेको रहेछ, त्यो पनि खेर किन फाल्नु। यसलाई पनि हामीले यसमा यसरी हालिदियौँ र यो बोतलमा हाम्रो वार्डमा जुन 4टा ड्राममा सोइल सञ्जीवनीहरू बनाएको छ त्यो छान्दाखेरि त्यसको फोहोरहरू त्यसमा जीवाणु ब्याक्टेरिया समेत कार्बनको मात्रा बेसी भएको हुनाले खेतमा कार्बनको मात्रा यसले बढाउँछ। यो पनि यसरी हालिदिएँ। अब यसलाई हामी के गर्ने भने यसरी मजाले फिटेर बोरामा भर्ने। अनि म यसलाई बिउ हालिसकेको ठाउँमा भर्खरै 2 दिन हुँदैछ बिउ हालेको, पानी पटाउने बेला म युरिया डेबीको रूपमा प्रयोग गर्छु र लगत्तै बारी गर्ने ठाउँमा भिन्डी रोप्ने र भण्डा रोप्ने ठाउँमा मैले यसलाई कट्ठाको 25 किलोको दरले यसलाई प्रयोग गर्नेवाला छु। हजुरहरूले पनि यसरी गरेर ट्राई गर्नुहोस् र अर्ग्यानिक उब्जाउनुहोस् र अर्ग्यानिक सब्जी खानुहोस्। के गर्दैछु भने यो म्याक्स पावर 0.1% यो पोको रहेछ हामीसँग। यो 1 पकेट यो मिलाउँदैछौँ। यसरी यसलाई छर्किदिने हाम्रो माटोलाई कार्बन बढाउनमा निकै मद्दत गर्छ यसले हैन। अब यस पछाडि हामीसँग यो जिङ्क प्लस रहेछ, यो पनि मिलाइदिने 1 पोको। अब यो मिलाएपछि हाम्रो के हुन्छ भने जस्तै यसमा पोटासको मात्रा पनि आइहाल्यो। गोबरमा हुँदै पनि बाहिरी तत्त्वबाट पोटासको मात्रा पनि आयो। डेपीमा 1846 डेपी थियो, त्यसमा नाइट्रोजन र फास्फोरसको मात्रा पनि आयो। अनि यो 2 तत्त्वहरू मिला यो जिङ्क प्लसले त्यो 8-9 प्रकारको सूक्ष्म तत्त्वहरू छ यसमा, त्यसले यसलाई पुरा गर्ने हो। अब यो मिलाइसकेपछि यो हाम्रो एक प्रकारको कम्प्लिट मल भयो। पहिले त हाम्रो कम्पोस्ट मल थियो, अब यसलाई मिलाउँदाखेरि यसरी मिलाएर खेतमा छरियो भने कम्प्लिट मल। अब यसमा हामीसँग हाम्रो मलमा कुनै प्रकारको कमी जस्तो हेरिँदैन। यो हाल्यो भने अब कुनै तत्त्व हाल्नु परेन, किनभने सबै चिजको यहाँ समावेश भइसकेको छ। यो हालेर हामीले बारीझरी गर्नलाई, लहरे बाली भयो, धान बाली भयो, बिउ बेर्ना गर्नलाई भयो, जुनसुकै बालीको लागि यो हाल्दा राम्रो हुँदो रहेछ। यो जानकारी दिनलाई हजुरहरूलाई मैले यो सानो भिडियो बनाएँ। हस्त नमस्कार।